हेलो गाइज, फेरि पनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी गौरीगञ्ज बहुमुखी क्याम्पसबाट एक दिने शैक्षिक भ्रमण जाँदैछौँ। मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला र मेरो यो भिडियोलाई अन्तिमसम्म हेरेर मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा अवश्य लेख्नु होला। फाइनली गाइज हामी दोमुखा पिकनिक आइसक्यौँ। के छ भाउजू, राम्रोसँग आउनु हो नि। ल हामी सबैजना रमाइलो गर्न दोमुखातिर आइसक्यौँ। गाइस हामी यहाँ दोमुखा पिकनिक आएको छौँ। यहाँ केटाहरू चिया बनाउँदैछ। के छ केटा, यहाँ चिया पाक्दैछ। ल ल ल ल ल ल सभापतिले चियामा सोभी सभापतिले यहाँ चिया बनाउँदैछ है। ल हाम्रो रेडी हुँदैछ। किसका सुनेगा गाना? किसका? ले बेटा दिल न दिया सुनो न क्या किया। फाइनली गाइज हाम्रो चिया पनि पाकिसक्यो र हामी यहाँ खाँदैछौँ चिया। गाइज यो दोमुखा पार्क बाई कि हाय हामी त फेरि एकचोटि छिरेर निक्ल्यो। दोमुखाको यहाँ पार्कमा छौँ हामी। यहाँ तपाईँहरू देख्नुहुन्छ दोमुखा क्रिसमसको शुभकामना भनेर यहाँ बोर्ड पनि राखिएको छ र तपाईँहरू पनि यता यदि दोमुखा आउँदै हुनुहुन्छ भने यसो घुमेर रमाइलो गर्न सक्नुहुन्छ। यता हाम्रो टिमहरू भर्खर छिरेर अब कोही फोटो खिच्दैछन्, कोही के गर्दैछन्, कोही भिडियो सुट गर्दैछन्, टिकटक बनाउँदैछन्। अनि हाम्रो यतातिर एउटा गुफा जस्तै बनाएको छ। अब यो गुफा अब कहाँ निस्किने होला। जस अब पहिला हामी आउँदाखेरि त्योभन्दा चाहिँ बेटर छ। 2-4 वर्ष अगाडि आएको थियौँ, यसरी भित्र छिरेको थियौँ, तर यतिको चाहिँ थिएन त्यतिखेर। अहिले चाहिँ सबै एकदम राम्रोसँग बनाएको छ। यसो घुम्ने वातावरण राम्रो रहेको छ। यहाँ तल चाहिँ पिकनिक खाने स्पोट चाहिँ तल छ। यो बाहिर हामी भित्र छौँ, पार्कभित्र र पार्कभन्दा बाहिर पिकनिक खाँदै मान्छेहरू रमाइलो गरिरहेको देख्न सक्नुहुन्छ। त्यसै गरी यता केटाकेटीले खेल्ने यहाँ सिडी पनि छ, उता झुलाहरू पनि छ। यहाँ केटाकेटीहरू खेल्दैछ यहाँनिर।
यता तपाईँ देख्न सक्नुहुन्छ रमाइलो गर्ने एकदम राम्रो ठाउँ छ यहाँ चाहिँ। तपाईँ पनि यहाँ कम कस्टमा रमाइलो गर्न चाहनुहुन्छ र छोटो दूरीको लागि हो भने यहाँ दोमुखालाई सम्झन सक्नुहुन्छ। अनि यता तपाईँ देख्नुहुन्छ उतातिर खोला छ। यसरी नै मेरो भिडियोलाई लाइक गर्नुभएको छ भने लाइक गरिदिनु होला, मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तपाईँलाई म यो दोमुखा पार्कको सम्पूर्ण ठाउँहरू देखाउने प्रयास गर्नेछु यसै भिडियो मार्फत। यसै गरी यहाँ दोमुखा यहाँ लेखेको छ। यहाँ फेरि यहाँ माथि गएर तपाईँलाई यो भिडियो पनि मजाले देखाउने प्रयास गरिरहेको छु। यहाँ हाम्रो नेपालको झन्डा छ। त्यसैले गर्दा यहाँबाट तपाईँले पुरै पार्कको यहाँबाट दृश्य देख्न सक्नुहुन्छ। र यहाँ हाम्रो यहाँ खोला छ। यहाँबाट खोलाको दृश्य पनि स्पष्ट रूपमा देखिएको छ। यहाँ बस्ने व्यवस्था पनि राम्रोसँग व्यवस्थापन गरेको छ यहाँको समितिले। र तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो खाना पनि भइसकेको छ र सबैजना पालै पिलो। यहाँ पुलाउ, मासु अनि यता पनिर पनि रहेको छ। हामी सबैजना पालै पिलो लिएर अब सबैजना खाना बस्दैछौँ। अनि हाम्रो यता देख्न सक्नुहुन्छ यो हो मासु, कुखुराको मासु। हाम्रो बाउजी चाहिँ दुईवटा थाल लिएर उभिराख्नु भएको रहेछ। अनि यता हाम्रो पनिर र के छ आलु गोबीको सब्जी होला।